हामी चाहिँ एउटा माछा नमारी घर नफर्किने त्यही बिहान भइसक्यो च्यालेन्ज सक्सेस भयो भन्ने कि भएन विन्टरमा माछा मार्न चाहिँ अलिक गाह्रो है तर पनि हाम्रो सक्दैनौँ फेरि ल हामी त्यस्तो गर्दैनौँ फेरि क्याच एन्ड रिलिज मात्र हो हाम्रो ल रिलिज आज के हुँदैछ हाम्रो आज हाम्रो पुरा च्यालेन्ज छ क्या च्यालेन्ज चाहिँ के होला च्यालेन्ज चाहिँ हाम्रो रहेको छ एउटा फिसिङ चाहिँ मार्नै पर्यो जसले मारे पनि हामी विन्टर फिसिङ जाडोमा के भनाइ छ भने माछाहरू त्यस्तो चल्दैन पर्दैन भन्छ त्यसको लागि हामी च्यालेन्ज गर्न आयो ल विन्टर फिसिङ च्यालेन्ज हाम्रो हुँदैछ है त माछा चाहिँ हामीले मारेर लानुपर्ने हुन्छ हाम्रो यता पुरै के सेटअप हुँदैछ हाम्रो फिसिङको लागि हाम्रो चेयर्सहरू सेटअप हुँदैछ यता हाम्रो हुकहरू सेटअप हुँदैछ यता म चाहिँ अब अलिअलि खिच्नु पऱ्यो के गर्ने कन्टेन्ट पनि दिँदैछु है अब त्यस्तै हो यहाँ हुक सुक कसरी हुन्छ के हुन्छ म अहिले डिटेलमा देखाउने छु है त ल दामी छ अब हाम्रो पारा हेरौँ नि ल बवाल छ हुक दामी रहेछ है त रेडी भइसक्यो हामी है गाइस हुक पनि धेरै त्यो 2-3 नम्बरको हुक जस्तो लाग्यो सानो खाले हुक भयो सानो हुक ठुलो माछा ल यता हाम्रो म्याच बन्दैछ एकजना चाहिँ उहाँ हुनुहुन्छ यता चाइनिज मान्छे हान्दैछ यता ल यहाँ अब कतिवटा परिसकेको छ ल यहाँ पनि त्यस्तै छ चालामाला यता पनि जस्तै छ चालामाला 10 किलोको परेर हैरान छ कहाँ राख्ने पानीको आवाज हावाको सास र कुर्ने क्षणहरू माछा नलागे पनि मन शान्त छ Sometimes fishing is not about the catch, it's about the calm. दिनभरि डोरी पानीमै रह्यो घाम अस्तायो आकाश अँध्यारो बन्यो माछा नलागे पनि धैर्य थाकेन आज माछा होइन आफूलाई कुर्न सिके ल गाइज हाम्रो माछा मार्ने च्यालेन्ज चाहिँ अब खत्रै भयो है अझ पनि हामी कुर्दैछौँ माछा सुतिरहेछ हामी चाहिँ उठाउन प्रयास गर्दैछौँ ब्ल्याङ्केट हालेर सुतिसक्यो अब के गर्ने हामी एकदम पेसेन्स लेभल यस्तो खतरा छ कि अब गाह्रो छ पेसेन्स लेभलको कुरै नगरौँ कति घन्टा भइसक्यो हामी यहीँ बसेर माछाले अलिकति नै च्याक्क पनि खाएको छैन दाना पुरै चाइनाबाट ल्याएको नेपालबाट अमेरिका सबबाट ल्याएको दाना हालिसक्यौँ तर परेको छैन ल हामीले कतिवटा माछा समात्यौँ हिजो बिहान भइसक्यो माछा यहाँ छ नि माछा फोटोमा त हाम्रो च्यालेन्ज अब सक्सेस भयो भन्ने कि भएन त्यस्तो होइन हामीले माछा मारेका छौँ तर पार्ट 2 मा रिभिल गर्छौँ आजलाई हामी रिभिल गर्दैनौँ एउटा माछा पार्यो होइन एउटा माछा पार्यो ब्रिगेडको बच्चा ब्रिगेडको बच्चा ल्याम्पमा पार्ट 2 पनि चाहिएन है ल पाइसक्यो माछा फाइनल हामीले माछा मारिसक्यो अब हामी लाग्नेछौँ काठमाडौँतिर विन्टरमा माछा मार्न चाहिँ अलिक गाह्रो है
तर पनि हामीलाई सक्दैन नि फेरि सक्दैन एउटा त भ्याइहाल्छ नि एउटा दुइटा भनेको नर्मल हो कि हाम्रो लागि ल फेरि क्याच एन्ड रिलिज गर्छौँ ल रिलिज गर्दै ल रिलिज गर्दै गर रिलिज त अब के रिलिज गर्न एकचोटि ल ल हामी त्यस्तो गर्दैनौँ फेरि क्याच एन्ड रिलिज मात्र हो हाम्रो ल रिलिज ल रिलिज त गऱ्यो हेर्नु त ल आमा ल के भयो ल हाम्रो क्याच एन्ड रिलिज गरेको रिलिज गर्दा त ल रिलिज यस्तो भयो है गाइज ल क्याच एन्ड रिलिज हामी चाहिँ फेरि माछा क्याच अनि रिलिज तर माछा रिलिज गरेर मान्यौँ भने के गर्ने अब ल रिलिज गर्दै ल मजाले हुर्राएर रिलिज ल रिलिज ल गयो गयो ल सक्यो अब हामी ल हामीले माछा समात्ने च्यालेन्ज पुरा गर्न सकेनौँ। दिनभरि प्रयास गऱ्यौँ, कुर्दै बस्यौँ, हाँस्यौँ, थाक्यौँ। माछा हात लाग्दैन होला, तर यो यात्राले दिएको शान्ति, साथीपन र सम्झनाहरू अमूल्य छन्। कहिलेकाहीँ जित भनेको लक्ष्य पुरा गर्नु होइन, यो यात्रा हो जसले यादगार बनाइदिन्छ। थ्याङ्क यू एभ्रिवान फर वाचिङ दिस फार। यस्तै भिडियोहरू हेर्न मन छ भने सब्सक्राइब गर्न नबिर्सिनुहोला। अब अर्को भ्लग हजुरहरूलाई सरप्राइज नै हुनेछ। थ्याङ्क यू।